गाइज हामी आइसक्यौँ फेरि डिस्ट्रिक्ट अफिसियल हाम्रो हामी चाहिँ यहाँ रन कुद्ने हेर्नु त हामी यहाँ म्यान भर्सेस वाइल्ड हान्न आइसक्यौँ हिरो यहाँ हामी म्यान भर्सेस वाइल्ड पौडी खेलियो नखेलाउँ यस्तो ठाउँबाट जानु पर्दैछ हामी म्यान भर्सेस वाइल्ड हानिरहेछौँ हामी यस्तो 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 ठाउँबाट हामी हिँड्नुपर्ने हुन्छ आज पुरै हामी चाहिँ हाम्रो आज मिसन न्यू मिसन के हो भन्दाखेरि हामी कहाँ जाने भन्दाखेरि हाम्रो डेस्टिनेसन कहाँ अरे भर्याङ चढ्न जाने भर्याङ है भ्लगमा जुडिराख्नु होला भर्याङ भने के हो तपाईँहरूलाई म देखाउँछु यहाँ हेर्नु होला हामी पुरै म्यान भर्सेस वाइल्ड हान्दैछौँ साथीहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ ये नदी बहुत बड़ा है इधर ये के रे मुझे बोलना ही नहीं आता हिंदी ये नदी बहुत बड़ा है ये कहाँ जाएगा अमेजन जंगल में जाएगा त्यो उसको के रे त्यो उसको नाम के रे होइन त्यो नदीको नाम अमेजन रिभरमा जान्छ अमेजन रिवर आप लोग देख सकते हैं इधर पूरा सूखा सूखा पड़ा है इधर सूखा पड़ा है कैसे हमको नहीं पता अब हम जाएंगे किधर सीढ़ी चढ़ने सीधी देख सकते हो भाईजान ओह एनोकोंडा देख लिया हमने गाइस एनोकोंडा देख सकते हो आप लोग देख नहीं सकते मैं दिखाता हूँ आप लोग को देखो इतना बड़ा एनोकोंडा कैसे गाइस देखो इधर छोटा सा सर्प भी निकला है हम जा रहे हैं इधर से जा रहे हैं हम सीढ़ी चढ़ने जा रहे हैं देख रहे हो इतना बड़ा पहाड़ है हम पहाड़ चढ़ के आए हथौड़ी मैं हूँ एक निंजा हंसता रहता हूँ कुछ भी नहीं अब हम जा रहे हैं सीढ़ी चढ़ने गाइस देख सकते हो इधर बहुत बड़ा पहाड़ है पीछे भी है आगे भी है और इधर नदी देख रहे हो क्रैक हो गए हैं साथीहरू क्रैक हो रहा है इधर देख सकते हो इधर भी ये फोटो खींच रहा है देखो आज मौसम सुहाना है पूरा अच्छा है अब हम जा रहे हैं सीढ़ी चढ़ने के लिए और इधर क्वालिटी देख सकते हो भाई लोग क्वालिटी इतना बड़ा ओ सांप का वो देखोगे सांप का जाने का रास्ता देख रहे हो इधर दो इधर सूखा पड़ा है पूरा सूखा ही सूखा इधर पूरा ओह अमेजन नदी इधर देख सकते हो पूरा इधर कचरा है इधर देख सकते हो अब हम जा रहे हैं ओ यहाँ हेर्न सक्नुहुन्छ साथीहरू नदी नै नदी छ त के हो नेपालमा पुरै उसको कमी छैन है खोलाको कमी छैन है साथीहरू यहाँ चाहिँ हाम्रो कमिलाहरू खेल्ने हुन्छ हैन यहाँ हेर्न सक्नुहुन्छ कमिलाहरू खेल्छन् यस्तो स्विमिङ पुल है जहाँ ततै स्विमिङ पुल छ यता पनि स्विमिङ पुल उता पनि स्विमिङ पुल यहाँ पुरै काम भइरहेको छ यहाँ चाहिँ मन्दिर थियो हैन र साथीहरू खै मन्दिर पनि छ यहाँ मन्दिर हेर्न सक्नुहुन्छ हामी कहाँ जानु हामी हाइकिङ रातराति हाइकिङ हन्टिङ पुरै अब हामी बिस्तारै तपाईहरुले बाटोमा भेट्छौँ हामी भर्खर यहाँ यस्तो हामी पहाडबाट चढेर भर्खर हामी निस्किसक्यौँ अब हामी अन्डरग्राउन्ड जानुपर्ने साथी हुन्छ हेर्नु अब हामी यहाँबाट छिरेर साथीहरू हेर्न सक्नुहुन्छ वाउ नाइस त के हो भ्यू त हैन म चाहिँ गुफाबाट निस्किसकेँ यहाँ हेर्न सक्नुहुन्छ यस्तो नाइस चक्की हेर्नु त ल हैन पुरै उता चाहिँ हिमाल पनि देखिरहेको थियो तर अहिले चाहिँ देखाएको छैन तर चक्की आइज है साथीहरू आज त के हो वाउ छ त वाउ है साथीहरू अब हामी जङ्गलमा जानुपर्छ हन्टिङ है लकेडा हो भ्यू हेर्ने भ्यू लकेडा हामी आइसक्यौँ फेरि वेलकम ब्याक बेलौती पाक्यो यता हेर्न सक्नुहुन्छ पुरै भिडालो बाटो यता पुरै भित्रसम्म केही पनि छैन ओहो पुरै जस्तो नदेखाउँ यहाँ पुरै जङ्गल छ साथीहरू हामी बिचमा फसिसक्यौँ आली जुएल
अब हामी कहाँ जानुपर्ने थाहा छ हामी चाहिँ डुल्ला हामी डुलुवा ओ के गर्ने ओए केटा यहाँ सुन पनि भेटाउन सक्छ है सुन पनि भेटाउन सक्छ है यस्तो कस्तो वाउ कति कालो भन्दा केटा हो ओए कसको फोन आयो यस्तो जङ्गल घना जङ्गल छ केटा घना जङ्गल है हामी चाहिँ यता माथि पुरो सर्प हो हेर्न सक्नुहुन्छ केटा सर्प पिसान्ने म तानेर केटा उ त्यो सर्पले टोक्ला है फेरि उ त्यो सर्पले टोक्ला है मोटुको फेरि देख सकते हो गाइज मूत रहे हैं इधर मूत रहे हैं कौन है आशिका दिदीले बोलाउनु पर्छ जस्तो त्यहाँ मुत पाइछ भनेर है साथीहरू यहाँ चाहिँ के हो के फार्म रहेछ उए बाघ करायो साथीहरू ऊ त्यो चाहिँ 100 हाउस जस्तो छ है केटा ऊ त्यो मुनिको केटा हो भूतबाट जान्न आउँछ हामी घना जङ्गल छ हेर्न सक्नुहुन्छ बाटो त आमा के हो स्याल गर्नु साथीहरू बाटोमा यो डरै लाग्दो गर्छ त के हो डरै लाग्दो गर्छ साथीहरू हामी आइसक्यौँ मुटु डुडु भइसक्यो यार केटा यार डरै लाग्दो गर्छ त केटा हो के हो केटा हो के हो घर हेर्न सक्नुहुन्छ मान्छे बस्छ जस्तो तर है छोडिदिउँ हन्टेड हाउस गइस भित्र मान्छे बस्दैन केटा हेर्नु चाहिँ अगाडिको लुकै यो चाहिँ पुरै है हन्टेड हाउस पछाडि चाहिँ झाडी नै झाडी माथि पुरै माथि पुरै होइन सबतिर हेर्नु सक्नुहुन्छ है यहाँ अहिले घुम्न गएको होला हेर्नु सक्नुहुन्छ है हन्टेड हाउस है साथीहरू डर लाग्नाले पुरै यहाँबाट सहरको भ्यू पनि देखिन्छ है पुरै होइन आज त के हो राम्रो मौसम छ त साथीहरू हेर्नु सक्नुहुन्छ पुरै बस्नु मान्छे पनि बस्नु सक्छ सायद भुतायो जङ्गेडा पुरै हन्टेड हाउस है साथीहरू अब हामी माथि भेट्छौँ है तपाईँहरूसँग पहिला चाहिँ हन्टेड हाउस हेर्नुहोस् पुरै माथि पुरै होइन पुरै ऊ छ झाडी छ है साथीहरू कसैको किबोर्ड हराएको छ भने सम्पर्क हानु है के हो स्टिकर त डेन्जर रहेछ है कसैको हराएको छ भने सम्पर्क हानु है सम्पर्क है जङ्गलमा एक्जाम चाहिँ कस्तो रहेछ साथीहरू है यो है त्यो त अचम्मको कुरा हुनसक्छ के हो बाघ भालुहरू पनि यहाँ त पुरै ऊ हो क्या हो होइन बाघ भालु पनि यहाँ पुरै एक्जाम दिनुहुन्छ कि क्या हो होइन बाघ फेरि गर्दा आयो भने त होइन साथीहरू हामीलाई त गाह्रो पर्छ त तर केही छैन म पढेँ इन्डस्ट्रीको बाघ र साथीहरू हामी कहाँ पुग्छौँ तपाईँहरूले सब हेर्छ त म है हो हाम्रो चाहिँ अब सिद्धिसक्यो होइन हाइकिङ के अरे हामी सिडी चढ्न जाने भने सिडी चाहिँ चढेर हामी पुरै होइन पुरै जङ्गल घुमेर आइसक्यो है साथीहरू यताको मौसम हेर्न सक्नुहुन्छ पुरै होइन टिलिक्क माथिसम्म होइन ल त साथीहरू आजको लागि यति नै अब म तपाईँहरूलाई बिदा गर्न चाहन्छु है अब अर्को ब्लगमा भेटौँ होला है त साथीहरू ल गुड नाइट अल अफ यु सबजना सुत्नु होला आरामले है ल